लघु वित्त पीडित, सहकारी पीडित, मिटर ब्याज पीडित भनेपछि यो तीनवटा फरक फरक वर्गका ऋणी र पीडितहरू अहिले नेपालमा धेरै आइरहेका छन्। यो मिटर ब्याज पीडितको हकमा कानुन कस्तो आकर्षित हुन्छ? हो यस्तो छ, कस्तो कानुन आकर्षित मिटर ब्याजी भनेपछि हजुरले राम्रै प्रश्न उठाउनु भयो। अहिले यो सबभन्दा बढी तराईमा बढी यो छ अहिले मैले हेरेको सबैभन्दा बढी पीडित चाहिँ तराईमा धेरै मान्छेहरू छन्। अब तपाईँको जमिन सिद्धिएर पनि ऋण सकिएको छैन। एक्ज्याक्टली बिचमा आन्दोलन गरेर तपाईँको यही मिटर ब्याजीको आन्दोलनको कारणले लिएर मुलुकले अपराध संहिता 2074 मा गएर सोच्नु पर्यो, त्यहाँ हालेको पनि छ मिटर ब्याजीको लागि उ गर्नेबाट। अब मैले समस्या कहाँ देख्छु भने तपाईँको कानुनले त प्रमाण खोज्छ होइन, प्रमाण भनेको कागज हो, तपाईँ चाहिँ अरू के प्रमाण ल्याउनु पऱ्यो। तपाईँले आज 10 लाख रुपियाँ लिनुभयो मसँग, तर तपाईँ कागजमा 20 लाख रुपियाँ लिए भनेर गर्नुभयो इक्जाम्पल होइन। अब भोलि गएर तपाईँले व्यावहारिक रूपमा त मिटर ब्याजी हो, मैले तपाईँलाई 10 लाख लिएर 20 लाखमा गराएँ, त भोलि गएर तपाईँ मुद्दा लिन जाँदा त कहिले प्रमाण देखिँदैन। तपाईँले आफै 20 लाखमा लिएको छु भन्नुभएको छ, तपाईँको साक्षीहरूले पनि किनारमा गरेका छन्, दुईजना साक्षीले। त्यहाँ समस्या त्यहाँ छ कि यो सोल्भ गर्न त गाह्रै छ क्या तपाईँको कानुन जुन भन्छ नि तपाईँको, किनभने फिल्डमा गएर कि लिने बेला तपाईँले सजग हुनु पऱ्यो। तपाईँ हाम्रो कल्पना भन्दा नि बाहिर छ नि पीडितको। अनि त्यो त हाइपोथेटिकल हिसाबले सोचियो होइन तपाईँ अहिले जुन हुन्छ त्यति छैन। जस्तै यसको न्याय निरूपण कसरी हुन्छ ल भनिदिनु त। अब यी पीडितहरूको त्यो गाह्रो छ, त्यही त मैले अब लले तपाईँको पेपरमै खोज्छ, प्रमाणै खोज्छ, तपाईँसँग कि इभिडेन्स हुनु पऱ्यो कि उसले कानुन बमोजिम 10%भन्दा बढी लियो। हाम्रो नेपालमा चाहिँ कानुनले चाहिँ 10%भन्दा बढी नलिए भन्छ। कागज छैन, कति त दायित्व भन्दा नि बढी तिरेरै सकिसके, अझै उसलाई चाहिँ गैर कानुनी रूपमा कागज बिना ऋण दिनेले प्रेसर दिइरहेको छ। त्यो अवस्थामा के गर्ने? त्यो पीडितले त न्याय पाएन हो। त त्यो अब समस्या के छ, अब पीडितले साँच्चैको पीडित हो कि होइन? अब कानुनको प्रमाण जुटाउन त सक्दैन नि, सम्पत्ति नै सबै सकिसक्यो। एक्ज्याक्टली। अब यस्तो अनि यस्तो समाज छ तपाईँ यसरी हेर्नु, अब हामीले समाजमा जुन अब वर्गलाई न्याय दिने कुनै उपाय छ कानुनमा भनेर सोध्न खोजे होइन होइन, त्यो त कानुनमा उपाय त राखिसक्यो तपाईँको प्रमाणांश गर भनेर। तपाईँलाई इक्जाम्पल कहाँ जोड्न खोज्यो भने अब हाम्रो आजभन्दा 10-15 हजार वर्ष अगाडि जानु छ भने मानवको विकास बल्ल बल्ल सुरु हुँदै थियो। यतापट्टि यो तपाईँको कुनै कुनै बौद्धिक के अरे हिन्दुजम मुस्लिमजम जुन आयो नि तपाईँको धर्म सम्बन्धीबाट हुँदै कानुन बिस्तारै बिस्तारै हुँदै गएको त हो नि। त्यो स्रोत त त्यही हो कानुनको होइन। डिफ्रेन्ट कन्ट्रीमा तपाईँको त्यही अनुसार फरक फरक कानुनले गभर्न गर्छ। त्यो भनेको त सोसाइटीलाई कसरी राम्रो गर्ने, कसरी उ गर्ने, सबैलाई बराबर हुनु पऱ्यो नि फेरि होइन, जवाफदेही बनाउन आएको, जवाफदेही हुनु पऱ्यो। अब तपाईँको हेर्दाखेरि कतिजना अब यहाँ मैले तराईमा अझै हेर्दैछु भने साँच्चैको विचार अब लेनदेन भयो, उसले कानुन बमोजिम 10% मात्रै लिन्छु भनेर पनि गरेका पनि छन् कतिजना होइन। अब सापोर्ट लियो, साथीलाई दियो, कागज त गर्नै पऱ्यो। त उसलाई पनि मिटर ब्याज बनाउनु पनि खोजेका छन् कि। अब समस्या यहाँ छ। अब यहाँ के छ भने अब तपाईँले पीडित छ भन्नुभयो तपाईँ, हामीले त पीडित हो कि होइन कसरी भन्ने त फेरि प्रमाण त छैन, प्रमाण त खोज्नै पऱ्यो। अनि समस्या कहिले सल्टिन्छ त? अब यो त यसरी सल्टाउनु त गाह्रै छ। बिमा पार्नु खोजेर गर्ने अब मिटर ब्याजी जसलाई मिटर ब्याजको लागि अपिल गर्ने, लड्न नसक्ने तपाईँहरू जस्ता चाहिँ न्यायकर्मीहरू इभिडेन्स खोज्ने, प्रमाण खोज्ने, उसँग सम्पत्ति केही पनि छैन, भएको सम्पत्ति सबै सकिसक्यो। अनि दिने व्यक्ति ऋणी पनि कोही त ठिकै ऋणी पनि होलान्, जस्तो ऋण एउटा प्रयोजनका लागि लगेको होला, खायो होला, खर्च गरे होला, सकियो होला, असुल नै पो पर्ने नै पनि पो हो कि त्यो पनि छैन। यो किसिमको समस्याहरूको निकास चाहिँ कसरी होला त? अब देशकै समस्या भयो नि यो त। यो त विकराल छ, त्यति सहिलो छैन मैले हेरेको।